स्वागत छ। आज हामी एउटा रमाइलो विषयमा कुरा गर्दैछौँ। सामाजिक सञ्जालमा भविष्य निर्माण। यो आइडिया चाहिँ नेपबिक्स लाइभ पहिलो पटक भन्ने एउटा युट्युब लाइभ कार्यक्रमको लागि तयार पारिएको प्रेरणा दिने खालको कथाबाट लिएको हो। हाम्रो आजको छलफलको उद्देश्य के हो भने टिकटक, युट्युब, फेसबुक, इन्स्टाग्राम यस्ता प्लेटफर्महरूलाई खाली टाइम पास गर्ने मात्रै नभएर कसरी आफ्नो भविष्य बनाउन प्रयोग गर्न सकिन्छ अनि यसले कसरी हौसला दिन्छ भन्ने कुरामा अलि गहिरिएर हेरौँ न। ल, सुरु गरौँ है त। एकदमै। यो विषय अहिलेको लागि निकै सान्दर्भिक छ। सामाजिक सञ्जाल त हाम्रो जीवनको होइन अभिन्न अङ्ग नै भइसक्यो। हो त। तर यसलाई मनोरञ्जनबाट माथि उठाएर भविष्य निर्माणको आधार बनाउने सोच त्यो आफैमा एउटा ठूलो कुरा हो। यो स्रोतले भन्न खोजेको के देखिन्छ भने यी प्लेटफर्महरू टिकटक, युट्युब, फेसबुक, इन्स्टाग्राम यिनीहरूमा व्यक्तिगत अनि व्यावसायिक विकासको ठूलो सम्भावना छ। ओ, र यो खाली हेरेर बस्ने कुरा मात्रै होइन जस्तो लाग्यो मलाई। स्रोतमा आफ्नै भविष्य बनाउन हौसला दिन्छ भनेको छ नि, यसले त सक्रियतालाई जोड दियो होइन र? एकदम। यसको मतलब के हो त? खाली भाइरल हुने कुरा मात्रै हो कि खै अझ गहिरो केही छ? स्रोतले प्रेरणादायी कथा पनि भनेको छ। त्यसले कसरी मान्छेलाई एक्टिभ हुन केही गर्नलाई कसरी प्रेरित गर्छ होला? राम्रो प्रश्न सोध्नुभयो। प्रेरणादायी कथाले के सङ्केत गर्छ भने नि सायद त्यो तथ्य वा नम्बरहरू वा यसरी गर्नुहोस् भन्ने लिस्ट भन्दा पनि आफू जस्तै साधारण मान्छेले यी प्लेटफर्म चलाएर केही राम्रो गरेको, केही अर्थपूर्ण काम गरेको देख्दा चाहिँ बढी असर पर्छ। भावनात्मक कुरा भयो त? हो, भावनात्मक जोडानको कुरा हो। स्रोतले जुन हौसलाको कुरा गरेको छ त्यो सायद त्यहीँबाट आउँछ। जब कसैले देख्छ फलानोले त टिकटकबाटै यस्तो प्रगति गरेछ वा युट्युबमा यस्तो विषयमा राम्रो भिडियो बनाएर सफल भएछ, तब उसलाई पनि मैले नि के गर्न सक्छु कि भन्ने हुन्छ नि, त्यो आत्मविश्वास जाग्ने भयो। हो, यसले त्यो पुरानो सोच कि सामाजिक सञ्जाल भनेको समय खेर फाल्ने ठाउँ हो भन्ने धारणालाई चुनौती दिन्छ के? तपाईले भन्नुभयो जस्तै आत्मविश्वास जगाउने कुरा त महत्त्वपूर्ण भयो, तर खै सामाजिक सञ्जालमा त प्राय सफल भएकै कथाहरू मात्र देखिन्छ नि होइन र? के स्रोतले यो प्रेरणाको अलिकति अध्यारो पक्ष जस्तै सधैँ अरूसँग तुलना हुने, आफू कमजोर महसुस हुने वा फेल भइन्छ कि भन्ने डर यसबारे केही सङ्केत गर्छ कि खाली पोजिटिभ कुरा मात्रै? यो निकै विचार गर्नुपर्ने कुरा हो। स्रोतको प्रकृति नै प्रेरणादायी भनेपछि यसले सकारात्मक पक्षमै बढी जोड दिएको हुन सक्छ होइन? नेपाबिक्स लाइभ जस्तो कार्यक्रमको उद्देश्य नै दर्शकलाई मोटिभेट गर्नु पनि हुन सक्छ। हो, त्यो पनि हो। तर तपाईले उठाउनु भएको कुरा एकदम जायज छ। भविष्य निर्माणको यात्रा त्यो सामाजिक सञ्जालमा होस् वा अन्त कहिले सजिलो त हुँदैन नि। यी प्लेटफर्ममा आफ्नो पहिचान बनाउँदा, कन्टेन्ट बनाउँदा अवश्य पनि दबाव हुन्छ, आलोचना हुन्छ, अनिश्चितता हुन्छ। स्रोतले सिधै नभने पनि भविष्य निर्माण भन्ने शब्दले नै यी सम्भावित सङ्घर्षहरूलाई कता कता स्वीकारेको जस्तो लाग्छ मलाई। यो खाली रमाइलो मात्रै होइन, एउटा गम्भीर कोसिस हो भने जस्तो। त्यसो भए व्यवहारमा हेर्दा सामाजिक सञ्जालमा भविष्य निर्माण गर्नु भनेको कस्तो देखिन्छ होला? कि यो खाली कन्टेन्ट क्रिएटर बन्नु मात्रै हो? स्रोतले अरू कस्ता खालका कामहरूलाई सङ्केत गरेको हुन सक्छ? यो कन्टेन्ट बनाउने कुराभन्दा अलि फराकिलो हुन सक्छ जस्तो लाग्छ। अवश्य पनि टिकटकमा भिडियो बनाउने वा युट्युब च्यानल चलाउने त परिहाल्यो, तर भविष्य निर्माणले व्यक्तिगत ब्रान्डिङलाई पनि बुझाउँछ। आफ्नो सिप, ज्ञान वा रुचिहरूलाई दुनिया सामु देखाउने माध्यम। आफ्नो परिचय बनाउने कुरा हो। कसैले इन्स्टाग्रामबाट आफ्नो कला बेच्न सक्छ होइन? फेसबुकमा एउटा कम्युनिटी बनाएर त्यसलाई लिड गर्न सक्छ, अथवा लिङ्क्डइन जस्तो यहाँ उल्लेख नभए पनि त्यहाँबाट व्यावसायिक अवसर खोज्न सक्छ। कुरो के हो भने यी प्लेटफर्महरूलाई आफ्नो लक्ष्य पूरा गर्ने औजारको रूपमा अलिकति सोचेर रणनीतिक रूपमा प्रयोग गर्नु, चाहे त्यो पैसा कमाउने कुरा होस्, सामाजिक सम्बन्ध बनाउने होस् वा व्यक्तिगत विकासकै लागि किन नहोस्। स्रोतले भन्न खोजेको सायद यही फराकिलो दृष्टिकोण हो कि? बुझेँ। यसको मतलब सामाजिक सञ्जाललाई खाली हेरेर बस्ने ठाउँबाट सक्रिय रूपमा अवसर खोज्ने ठाउँ बनाउने कुरा भयो।
हो नि। र त्यो प्रेरणादायी कथाको काम चाहिँ अरूलाई ल है यो सम्भव छ भनेर देखाउने र पहिलो पाइला चाल्न आँट दिने भयो। ठ्याक्कै त्यो सम्भव छ भन्ने विश्वास जगाउनु नै सायद त्यो नेपाभिक्स लाइभको कथाको मुख्य उद्देश्य थियो होला। यसले सामाजिक सञ्जाल चलाउनेलाई केवल उपभोक्ता मात्रै होइन, निर्माता, उद्यमी वा आफ्नै कथाको लेखक बन्नलाई हौसला दिन्छ। यो एउटा शक्तिशाली सन्देश हो, खास गरी युवाहरूको लागि जो यिनै प्रविधिहरू सँगै हुर्किएका छन्। त्यसो भए आजको हाम्रो यो गफगाफलाई छोटकरीमा भन्दा यो स्रोतले सामाजिक सञ्जाललाई केवल समय बिताउने माध्यम नभएर सक्रिय रूपमा आफ्नो पहिचान र भविष्य बनाउन सकिने र त्यसका लागि प्रेरणा या हौसला दिने एउटा शक्तिशाली औजारको रूपमा देखाएको छ। यसले डिजिटल संसारलाई अवसरै अवसर भएको ठाउँको रूपमा हेर्न प्रेरित गर्यो। हो, र यसले हामीलाई एउटा अझ गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ, होइन त? जब हाम्रो व्यक्तिगत कथा, हाम्रो पहिचान, हाम्रो दैनिक जीवन नै भविष्य निर्माणको लागि चाहिने कच्चा पदार्थ बन्छ र त्यसलाई हामी यी सबैले देख्ने मञ्चहरूमा राख्छौं, तब त्यो सार्वजनिक प्रदर्शन र हाम्रो नितान्त व्यक्तिगत जीवन बीचको त्यो रेखा, त्यो कहाँनिर कोर्ने होला? आफ्नो मौलिकता पनि जोगाउने अनि यी प्लाटफर्ममा सफल पनि हुने, यो सन्तुलन कसरी मिलाउने होला? यो सायद यस्तो यात्रामा निस्कने जो कोहीले पनि एकपटक सोच्नै पर्ने कुरा हो।